यो चाहिँ आँपको म्याङ्गो रेट कति छ यहाँ। मैले 1 किलो बोकेँ। फलफुलको भावहरू यता देख्न सक्नुहुन्छ तपाईहरुले। धेरै महँगो छ भनौँ न। रेट छ। यो मेरिन मार्केटको भित्र हो। के हाल्नुभयो भाइ? मैदातिर हेर्दैछु सामानहरू। सब्जी के लैजाउँ भयो। खानु खाइसकेँ त मैले। चाउचाउै हो, चामलको हो भाइ। यो मिठो हुन्छ। के तरकारी के पकाएको जस्तो पकाउने? त्यसै पकाएर अनि तेलमा फ्राई गर्ने। चाउमिन एक पोका बोक्नु जस्तो लागिरहेछ। भेन्टाको रेटहरू, करेलाको रेटहरू सबै यहाँ हेर्नु। कति भेन्टाको रेट कति महँगो छ। सबै छ सामानहरू। यता काउली छ। मेरिन मार्केट हो। टमाटरको रेट छ यता कति छ? 3 रुपियाँ 79 सेन्ट छ टमाटर। काँक्रा सबै छ है साथी। आज धनियाँ राम्रो छ। धनियाँ लिएर जानु पर्ला। हिँड्नु यहाँ माछाको लाइन, मासुको लाइनमा जाउँ त कस्तो छ? कुखुराको मासु, खुट्टाहरू छ, सबै कुरो पाइन्छ। नपाउने कुरो केही पनि छैन। पैसा मात्रै चाहियो। यहाँ खसीको मासु छ। बफेलो यहाँ छ भाइ। यो के हो? यो पनि बफेलो होइन? धेरै आइस। बफेलो यो पनि बफेलै हो। यो के हो? जुन्ने पनि हुन्छ। अलिक बोसो नभएको चाहिँ रातो भएको चाहिँ धेरै दिनको भइसकेको छ है। यही एउटा बोके पनि पुग्छ कि खाने पनि कि खान्छु? चारोको मात्रै लागि यही भए पुगिहाल्छ भाइ। धेरै रातो चाहिँ रहेनछ भाइ। अस्ति चाहिँ रातो थियो। यही ठिक छ।